हाई एभ्रिवान, सेवा वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ असारको 24 गते हाम्रोमा चाहिँ रोपाइ थियो नि त। त्यसैले म र मेरो हस्बेन्ड चाहिँ दमकबाट गाउँ गएका थियौँ। अनि गाउँमा जाँदाखेरि चाहिँ आमाले चाहिँ खाजा रेडी गरेर बस्नु भएको रहेछ हामीलाई पर्खेर। अनि हामी चाहिँ गएर खाजा बोकेर जाँदैछौँ खेतबारीतिर। अनि खेत चाहिँ हाम्रो घरदेखि खोला तरेर जानुपर्ने थियो नि त। म, मेरो हस्बेन्ड, आमा, काका चाहिँ खाजा बोकेर जाँदैछौँ। मलाई चाहिँ खोला तर्न एकदमै धेरै डर लाग्छ, त्यही भएर म चाहिँ मेरो हस्बेन्डको हात पक्रेर खोला तर्दैछु। अनि हामी चाहिँ खेतबारी पनि पुग्यौँ। खेतबारीमा सबैजनाले धान चाहिँ रोपिसक्नु भएको रहेछ। अनि उता चाहिँ रोप्दै पनि हुनुहुन्थ्यो अरूले पनि। हाम्रो छेउछाउमा चाहिँ प्रायः रोपिसक्नु भएको रहेछ। अनि आज चाहिँ हाम्रो पनि रोपाइ थियो। अनि हामी चाहिँ जाँदैछौँ। खेतालाले चाहिँ धमाधम काम गर्दै हुनुहुन्छ। मैले चाहिँ यो बाटोमा चाहिँ बारीमा चाहिँ मैले बोकिनँ नि त, मेरो हस्बेन्डले बोक्नुभयो, उतापट्टि दिएको थिएँ। अनि आमाले चाहिँ मलाई हाम्रो खेतको सिमाना देखाउँदै हुनुहुन्छ। यहाँदेखि यहाँसम्म हाम्रो भनेर यति पर्छ भनेर लगभग रोपी पनि सक्न लाग्नु भएको रहेछ। 3वटा गरा चाहिँ बाँकी थियो हामी पुग्दाखेरि। अनि आमा चाहिँ उतापट्टि देख्न सक्नुहुन्छ अरूको पनि पुरा ट्र्याक्टरले जोतिरहेको थियो, त्यहाँ पनि रेडी गर्दै हुनुहुन्थ्यो। अनि आमा चाहिँ फेरि गएर पसिहाल्नु भयो नि त, रहर लाग्छ नि त आमालाई। अनि रोप्छु एकछिन भनेर म चाहिँ, किनभने खाजा दिनुपर्ने थियो, हिलो लाग्छ भनेर म चाहिँ पसिनँ। अनि खेतालालाई खाजा दिने बेला त भइसकेको थियो, तर पनि उहाँहरूले यो एउटा गरा चाहिँ सकेर मात्रै खान्छौँ भन्नुभयो। त्यही भएर म पनि यता भिडियो गर्नतिर लागेँ। अनि कसै चाहिँ रोप्दै हुनुहुन्छ, कसै बिउ फ्याँक्दै हुनुहुन्छ। अनि यता चाहिँ खाजा पनि रेडी भइसकेको थियो। अनि मेरो भान्जी पनि आएको थियो, नेबु। कति धेरै दिनमा भेट भएको नि त भान्जीको। अनि त्यस पछाडि सबैजना खेतालाहरू आउनुभयो। अनि मैले चाहिँ आमा र मैले धमाधम खाजाहरू बाँड्यौँ। सबैजनाले मिठो मानेर खाजा खानुभएको थियो। खाजामा चाहिँ हाम्रो चना चिउरा थियो। अनि यता अर्को खेताला पनि रहेछ। अर्को खेताला चाहिँ हामीले खाइसक्दाखेरि ठिक्क उहाँहरूको खाने बेला भएको रहेछ क्या। अनि मैले पनि थोरै रोपेँ धान। मेरो चाहिँ लाइफमा फर्स्ट टाइमले थियो नि त धान रोप्नु। त्यस्तो मजाले त आउँदै थिएन, र पनि थोरै भिडियोको लागि भए पनि मैले चाहिँ रोपेँ। त्यस पछाडि हामी चाहिँ घर फर्किँदै थियौँ। लगभग रोपाइ सकिँदाखेरि चाहिँ 10-11 बजिसकेको थियो। अनि आमा पनि अगाडि हिँड्दै हुनुहुन्छ, म पनि निस्किँदैछु। अनि खोला तरेर चाहिँ सबैजना खोलामा हातखुट्टा धुँदै हुनुहुन्छ नि त। अनि यतिकैमा हामी चाहिँ घर पुग्यौँ। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।